अब हामी यो विगत 2 वर्षलाई चाहिँ फर्केर हेर्दाखेरि चाहिँ म्याडम यहाँ 2080 साल 3 महिना 17 गते आउनुभएको थियो 6 महिना 17 गते आउनुभएको थियो यहाँ हाजिरालाई। त्यो बेलामा म्याडमले र अब हाम्रो पुरानो डेपुटी साहब जो हुनुहुन्थ्यो उहाँहरूसँगै नै एकजना बिदाई हुनु एकजना हामी हाल्नु लेखाहरू त्यसलाई पनि फेरि मैले 2 वर्ष अगाडि लिएर जान चाहेँ यहाँलाई। म्याडमको चाहिँ 43औं डिआफओको रूपमा चाहिँ रहेछ त्यहाँ नम्बर हेर्दाखेरि चाहिँ 2016 सालको इतिहास हाम्रो डिभिजन कार्यालयको चाहिँ डिआफओहरू आएको यसमा चाहिँ म्याडमको 43 विदाई कार्यक्रमका सभापति तथा जिल्ला वन हामीले पढ्दा पनि यो वन नेपालको धन भन्ने पढेको र त्यसको आधारमा हामीले वनलाई कसरी चाहिँ विकास गर्न सक्यो भने स्थानीय रूपमा पनि एउटा रोजगारीको सिर्जना वन मार्फत विभिन्न समुदायमा रहेका व्यक्तिहरूको चाहिँ उद्धार र न्यूनतम विद्यालय जान नसक्ने खालका परिवारका केटाकेटीहरू यस्तो पक्षलाई पनि हामीले सामुदायिक वनलाई विकास गर्दै त्यसबाट आम्दानी स्वरूप लिएर जाने एउटा प्रतिज्ञा साथ अगाडि बढेका थियौँ। त्यसै समयमा 2 वर्ष अगाडि उहाँ यस कार्यालयमा हाजिर हुनुभयो। सो अन्तर्गत अब यहाँ धेरै कर्मचारी साथीहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि त्यो वनलाई हामीले गर्न खोजेको विकासको क्रममा हामी अघि बढिरहेको र हाम्रो कार्यक्रमलाई नमस्कार धन्यवाद खबर छ। विधायक तथा फेरि भेटवाला कार्यक्रमका सभापति महोदय, यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण कर्मचारी सह विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अतिथिगणहरू, आत्मीय मित्र काष्ठ व्यवसायी साथीहरू, हामी फेरि भेटवाला कार्यक्रममा हमारा फूल जस्तै तपाईँको यहाँ राम्रो पछि पुलेर जाने मर्को फुल जस्तै